आजको यो भिडियोमा म भन्ने छु मेरो गाउँमा भएको पूजामा म र मेरो साथीले के काम गर्यौ त। सो हेलो गाइस, स्वागत छ तपाईहरुले मेरो आजको न्यू भिडियोमा। आज चाहिँ गाउँमा मामाको पूजा भएको हुनाले हामी चाहिँ लिङ्गा काट्न जानु पर्ने थियो। म र दुईटा मामा चाहिँ उठिसक्नु भएको थियो र म चाहिँ अब अर्को साथीलाई उठाउन जानु पर्ने थियो। त्यसपछि लागे म साथीलाई उठाउन गएर हेर्दा हेर्दा मस्त सुतेको रहेछ। मुलालाई उठ उठ छिटो भनेर उठाए अनि जुरुको उठ्यो। त्यसपछि हामी मामा घर अनि मामा घर आउँदा त मामाको छोराले पुसो बान्छु भनेर जिद गर्यो अनि हामीले पनि के छ त हान्दैन फेरि भन्यौँ अनि त्यसले एकछिन पुसो बान्यो। त्यसपछि हामी चारजना खुर्पा र खुकुरी लगाएर अर्को साथी घर पुग्यौँ उठाउन। तर हामी पुग्नु भन्दा अगाडि चाहिँ साथी उठेर ढोकामा जिम हान्दिरहेको रहेछन् अनि त्यसपछि हामी पाँचजना भएर वनतिर लाग्यौँ। खोलामा पुगिसकेको थियौँ। साथी र मामाले चाहिँ मुख धोएको रहेनछन्। मुख सुख धोएपछि हामी लाग्यौँ आफ्नो गन्तव्यतिर। थोरै देरको हिँडाइपछि हामी पुग्यौँ वन। वनमा चाहिँ आगो लागेर सब रुखहरू सुकेको रहेछ। हामीलाई चाहिँ सानो घारो लग्नु पर्ने थियो अनि लाग्यौँ हामी रुख काट्न। रुख काट्दा काट्दै चाहिँ मेरो हालत खराब भएको थियो। पसिना भएको थिएँ म अनि मामाले चाहिँ हल्का काट्नुहोस् न मामा भनेर लगाइदिए। एकैछिन पछि हामी काटिसकेर आफ्नो घाँडाहरू बोकेर हामी चाहिँ लाग्यौँ घरतिर। घर आएर हेर्दा हेर्दा बहिनीहरूले फुल उन्ने कार्यक्रम गरिरहेको रहेछन् अनि यतापट्टि फुलले रोटी बेल्ने अनि यता घर पछाडि चाहिँ आलु उसिनेर पुडी तल्ने कार्यक्रम भइरहेको रहेछ। उता पारी बाजेले चाहिँ खिर बनाइरहेको अनि यतापट्टि अङ्कल र साथीले चाहिँ हलुवा बनाइरहेको रहेछन्। मैले चाहिँ बिहान आएर हलुवा बनाउने भनेर सोचिरहेको थिएँ अनि एकैछिन अङ्कललाई साइड हटाएर मैले चाहिँ हलुवा चलाउन थालेँ। त्यसपछि हामीले चाहिँ आँगनमा लिङ्गाहरू गाड्नु पर्ने थियो। हामीले चाहिँ खाल्टा खन्न सुरु गर्यौँ। हामीलाई चाहिँ टोटल 5वटा खाल्टा खन्नु पर्ने थियो। त्यो मध्ये चाहिँ एउटा सबैभन्दा ठुलो खाल्टा खन्नु पर्ने थियो अनि यतापट्टि साथीले चाहिँ आफूभन्दा ठुलो साब्लो उचालेर बसिरहेको। हल्का मैले फेरि डाइले खानिदिएँ। यसो हाँसो मजाक गर्दा गर्दै चाहिँ हामीले खाल्टाहरू खनिसक्यौँ अनि दुईजना साथीहरू चाहिँ उता बेलपत्र के लिउन गयो अनि हामी दुईजना साथीले चाहिँ खाल्टाहरू लिङ्गासिङ्गा गाड्ने काम गर्यौँ। एकैछिन पछि हामीले चाहिँ सबै लिङ्गाहरू गाडिदिइसक्यौँ। बिहानको काम चाहिँ हामीलाई यति नै गरे तिमीहरूले भनेर लगाइदिनु भएको थियो। हामीले चाहिँ आफ्नो काम गरिसक्यौँ। सो आजको भिडियो यति नै। मन परेमा लाइक कमेन्ट सेयर र फलो गर्न नभुल्नु होला। धन्यवाद।